यसको अब विभिन्न कारणहरू हुन्छ है। यसको शब्दमै तपाईँको एलर्जी, एक्जिमा हैन, यसलाई हामीले व्याख्या भन्नुपर्दाखेरि चाहिँ इट इज कज बाई एक्जोजिनस एन्ड एन्डोजिनस सब्सटेन्स हैन। अब एक्जोजिनस भनेको तपाईँको बाहिरीबाट भयो, भित्री कुरा चाहिँ हाम्रो शरीरमा भएको कुनैको जेनेटिकल पनि हुन्छ हैन, त्यो तपाईँको वंशमै आएको पनि हुन्छ। कसैको चाहिँ तपाईँको त्यो इन्फेक्सनले गर्दाखेरि हुन्छ, शरीरमा हुने शरीरको विभिन्न यो माइक्रो अर्गानिजम्सहरूले इन्फेक्सन गर्दाखेरि, जस्तो फङ्गलको इन्फेक्सनले गर्दाखेरि हुने एलर्जीलाई हामी सेबोरिक डर्माटाइटिस पनि भन्छौँ हैन। कहिलेकाहीँ हामी इन्फेक्टिभ एक्जिमा पनि भन्छौँ, कहिलेकाहीँ पाक्ने घाउहरू पाकेर त्यही ठाउँमा पनि भइदिन्छ। एउटा अब ट्रमा, घाउ चोट लाग्छ कहिले शरीरमा, त्यो चोट लागेको ठाउँमा पनि तपाईँको रगतको सञ्चालन हैन, त्यो चोट लागेपछि त्यसमा केही खतहरू बस्छ, त्यसमा राम्रो किसिमले तपाईँको नसाहरू बनेको हुँदैन, त्यसलाई हामीले ट्रोमाटिक एक्जेमा अथवा न्युरोप्याथिक एक्जेमा पनि भन्छौँ हैन। त्यही भएर एलर्जीहरू डिफ्रेन्ट कारणले, विभिन्न कारणले तपाईँको बाहिरी कुराले, धुलो, धुवाँ हैन, इन्भाइरोमेन्टल फ्याक्टर, तपाईँको ठाउँ, अनि एउटा एकदम इम्पोर्टेन्ट कुरा हाम्रो, मैले यो एलर्जी हुने कारणमा चाहिँ मैले भन्नुपर्ने कुरा के हुन्छ भन्दाखेरि तपाईँको यो अकुपेसन है, हाम्रो काम, कस्तो खाले काममा हामी संलग्न छौँ हैन। किसानहरू किसानी काममा संलग्न भएको हुन्छ, कतिपय तपाईँको अब विभिन्न मान्छेहरू विभिन्न केमिकल फ्याक्ट्रीमा काम गरेर आएको हुन्छ है, कति त्यो लेदर फ्याक्ट्रीमा काम गरेर आएको हुन्छ, धुलो धुवाँमा काम गरेर आउँछ, यो अहिले तपाईँको रोडहरू सडकमा बनेर काम गरेर आउँछ, र त्यसले गर्दा उनीहरूको अकुपेसनलले पनि, इन्भाइरोमेन्टलले पनि तपाईँको धेरै इफेक्ट गर्छ।